वेलकम बैक टू माई च्यानल वान्स अगेन टू ऑल माई भियर्स। आज चाहिँ मैले सक्षमतामा आधारित पाठ्यक्रम विकासको फिडब्याक लिएर आएको छु। अर्थात् छोटकरीमा भन्दा सक्षमता के हो, अर्थात् विद्यालय तह अहिले 1 देखि 12 सम्मै विशेष गरी इन्टिग्रेटेड करिकुलम अन्तर्गत चाहिँ सक्षमतामा आधारित पाठ्यक्रम विकास गरिएको छ विद्यालय तहमा। त्यसै कारणले चाहिँ सबै शिक्षक साथीहरू र विभिन्न परीक्षाको तयारी गरिरहनुभएका साथीहरूको लागि चाहिँ यो सक्षमता के हो भनेर बुझ्नु जरुरी छ। साथसाथै कक्षामा अध्यापन गराउने साथीहरूले पनि चाहिँ मूल्याङ्कनको प्रक्रिया होला, कक्षामा शिक्षण गर्ने तरिका होला, त्यसमा पनि सक्षमताले तोकेको उद्देश्य के हो, खासमा सक्षमता भनेको के हो भनेर बुझ्नु भयो भने पक्कै पनि टिचिङ लर्निङ एक्टिभिटिज पनि चाहिँ एकदमै इफेक्टिभ रूपमा अगाडि बढ्न सक्छ। ल सुरु गरौँ आजको फिडब्याक सेसन। त्योभन्दा अगाडि इजी लर्निङ विथ आर्यस युट्युब च्यानल र टिएससी पिएससी इङ्ग्लिस प्र्याक्टिस फेसबुक पेजलाई सर्च गरेर फलो तथा सब्सक्राइब गर्नुहोला। अब सुरु गरौँ यसको परिभाषाबाट। व्यवहारिक तथा सामाजिक जीवनयापनका लागि आवश्यक पर्ने ज्ञान, नलेज, सिप, स्किल, प्रवृत्ति र मूल्यको आर्जन, जसलाई चाहिँ हामी एटिट्युड भन्छौँ, तथा तिनको प्रयोग गर्ने सामर्थ्यलाई चाहिँ सक्षमता भनिन्छ। यसमा एप्लिकेसन पनि छ साथीहरू। ज्ञान, सिप र प्रवृत्ति र मूल्यको आर्जन तथा त्यसको चाहिँ प्रयोगको समष्टिगत रूप नै के हो, सक्षमता हो। अर्थात् हामी चाहिँ कक्षा कोठामा चाहिँ के जाने कि जानेनौँ भनेर चाहिँ चेक गर्छौँ, मूल्याङ्कन गर्छौँ, त्यो चाहिँ शिक्षण विधिको एउटा पाटो भयो। तर विद्यार्थीले त्यसलाई एप्लाई गर्न सक्यो कि सकेन, त्यसको सिप विकास गर्न सक्यो कि सकेन, र त्यही अनुसार आफ्नो ह्याबिट र भ्यालुलाई चाहिँ के सेभ गर्न सक्यो कि सकेन भन्नेको कुराको समष्टिगत रूप नै सक्षमता हो। पाठ्यक्रमले विद्यार्थीहरूमा निश्चित सक्षमताहरूको विकास गर्ने अपेक्षा गरेको हुन्छ। पक्कै पनि विद्यालय तहमा अध्यापनरत साथीहरूले सक्षमताहरू हेर्नु नै भएको होला, कम्पिटेन्सिजहरू हेरेकै हुनु होला, पोर्टफोलियो भर्दा त्यसको मापन गर्नुभएकै होला। यस्ता सक्षमताहरू विद्यालय शिक्षाका तहगत सिद्धान्तमा आधारित सिद्धान्तका सिकाइ उपलब्धिको निर्धारण, अर्थात् यसमा सिकाइ उपलब्धिहरू हुन्छ, विषयवस्तुको चयन, सिकाइ सहजीकरण र क्रियाकलापहरूको निर्धारण तथा मूल्याङ्कन पद्धति र विधि निर्दिष्ट गरिनेछ। अर्थात् यो सक्षमताको पाठ्यक्रममा के कुरा चाहिँ राखिएको हुन्छ भन्दाखेरि सिकाइ उपलब्धिको निर्धारण गरिएको हुन्छ, कतिवटा, कस्तो, के, अनि कस्तो विषयवस्तुको चयन गर्ने, सिकाइ सहजीकरण क्रियाकलाप कसरी गर्ने र त्यसको मूल्याङ्कन पद्धतिको पनि विकास गरिएको हुन्छ। सक्षमतामा आधारित पाठ्यक्रम अनुसार तहगत शिक्षाको प्राप्ति पश्चात